श्रीमद्भागवत महापुराण को कृष्ण भगवान को Đang cùng vào mà say. पैसा खर्च कि गुरु समय जानु
यसो गर्नुपर्ने एकजना मान्छेले धूप बल्यो ल सुधीर गुरु बल्यो धूप हरि ओम सकल पहिला मर्गले गोत्र जति परिवारले आफ्नो आफ्नो नाम सम्झ्यो बुढा हजुरको नाम के हो भनेपछि त लोकबहादुर सपत्नी कृष्ण कुमारी ज्येष्ठ सुपुत्र रणबहादुर रणकेश्वर औमान
जब हो त्यहाँ पूजा गर्नु त्यो धागोमा जल चढाउनु धागो अलिक बढी छ सप्तवेदीमा संसद गोमय सप्तवेदीमा हजुरले कार्किने नाम सन्देश गल्लामा मात्रै चढाइन्छ गल्लामा फुल अलिकति बाँकी हालिसक्यो टपरीमा थोरै चढाएर त्यहाँ हरिँदैन हरिँदैन पूजा गर्नु टपरीमा त्यो तल राखिदिन्छ जगद्गुरु हो भनौँ ओम आम ह्रीं क्रीं यम रम नम हम खम सम सोहम ओम हम क्रीं यम रम रम खम हम सोहम अस्य नूतन नारायण मूर्धनं जीवनि स्थितः सर्वेन्द्रियाणि वाक्मनोक्षश्रोत्राणि व्यायगतः यथा सुगन्धिरतिष्ठन्तु नमः स्वाहा मरुज्योति ज्योतितमाचे क्षेत्रीय क्षेत्रं चरिज यज्ञको समीमन्दातु विशति राशयमा हस्त अब पूर्वपट्टि त्यो थालीको पूर्वपट्टिमा पूजा गरौँ त ओहो माता हरे नमो परमात्मने नमः ओम पूर्वे प्रबल याग छ यदि कुसाटुले बडा चाहिँ राख्नु होला है प्रबल याग छ यदि हो पुण्य हुन्छ राम्रो देखिया छ हुन्छ राखेको छ अब जनै चढाइयो जनै हेरिरहेको छु त त्यहाँ पोकै छ त्यहाँ त्यहाँ हेरि छ हृदयं बुद्ध्यामि ज्ञानगम्याय नमः कण्ठं बुद्ध्यामि श्रीकण्ठाय नमः बाहुं बुद्ध्यामि सहस्रबाहुवे नमः चढाइराखौँ हजुर चढाइरहनु भएको छ हजुर ओम चक्षुषं समर्पयामि ओम ज्ञानगम्याय नमः सर्वाङ्ग बुद्ध्यामि ओम सर्वरूपिणे नमः लक्ष्मीनारायणाभ्य नमः सर्वाङ्गं पूजयामि हस्त अब धूपबत्ती गरौँ धूपबत्ती तयारी गरिसु त बनाउनु मिल्छ सर बनाउनु पर्यो अब पान मसला समर पङ्खाहरू पनि कतै छ भने समर पङ्खा तुलसी पत्र तिलजौ चन्दन फुल पाती अक्षता नचढाइ अक्षरा ओहो हरे नमः पुराण पुस्तकाय नमः पुराण पुरुषोत्तमाय नमः महाकाली मा लक्ष्मी मा सरस्वती त्रिगुणात्मकादि देवी भगवती नमः वेद पुरुषाय नमः पुराण पुरुषोत्तमाय नमः आजलाई चाहिँ त्यहीबाट छ ल हजुर एकचोटि पुरुषोत्त पढौँ न सुरु गरौँ हजुरले तिल चढाइरहने 3 मिनट जति लाग्छ जौ पर्दैन तिल मात्रै
देवताभ्यो पितृभ्यश्च महायोगिभ्येव च नमः स्वाहायै सोदायै नित्यमेव नमो नमः हिमानि पुष्पाणि मनोहराणि सुरासुराणामपि दुर्लभानि कल्पद्रुमादि हामी जन्मको कारण मातापिता भनेर सम्झन्छौँ तर कसको छोराछोरी बन्ने कसको घरमा जन्म लिने भन्ने मातापिताको योजनाले पनि भएको होइन, तपाईँ हाम्रो योजनाले पनि भएको होइन। यो घरमा जन्मिन्छु भनेर हजुरआमाले योजना गरेका थियो, हामी कार्की परिवारमा जन्मिन्छौँ भनेर सल्लाह गरेर आमाको घरबाट आएको। राजवतीले पूजा गरी नियमले वनकन्दनमा अक्षरान्यवती लन्छिन्दर मालेर जोर्न श्रीखण्डनमा पुराना बसत भव्याई ओमानि वैशाखनाय नमः भो अग्नि वैदोषी क्षमा स्वाहा वेणोरजर सुदया पूरयन गोपवृन्दये वृन्दारण्यं सुभद्रमणं प्रविशे गीतकीर्तनः शान विष्णुकमला शन कार्तिकेय बोली कृष्ण कन्हैयालाल भगवान को शांता कुटुंबो ढेरो भ्योतकार्यो तिनिस प्रियः अनेक धर्मने भ्रातास्त्रायणः पाकण्डवादिनः सुखशास्त्रकथोद्वारे त्याजाते यदि पण्डितः बौद्धपार्श्वे सहायकं मन्ये स्थाप्य तथा विरः पण्डितः सन्तयेच्छेता लोकबोधन तद्वरः कृष्ण कन्हैयालाल भगवान को श्री रामचंद्र भगवान को बानी लाग्छ तर सम्भव भएसम्म निद्रा लाग्यो हुँदैन, कथास्थल भयो खाली बनाएर शुद्ध चाहिँ दौडिनु हुँदैन। बिरामी भयो, टाउको दुख्यो, गाह्रो भयो भने छुट्टै हो। अब भगतजनले जाँगर गर्नु भएन भने भगवान्ले के जाँगर गर्नु, हामीलाई फल दिनलाई होइन र हजुर। उमामहेश्वर भगवानको अब हामी महात्म्य विधान प्रसङ्ग चर्चामा प्रविष्ट हुन्छौँ। दैवज्ञं समाहूय मुहूर्तं प्रेक्षयत्नः विवाहे यादृशं कृष्ण कन्हैयालाल भगवान को आज सबोदो हनुमात्रमै प्रियेषु प्रियमेदिनाम। आज भगवान परमात्मा का परम भक्त सुखदेव परमहंस ब्रह्मज्ञानी गुरुले एउटा गाई दोहनको समयभन्दा एक स्थानमा बस्नुहुन्न भनेको श्रेष्ठ कति मिनट लाग्यो माताजी?
पाउने घन्टा भने कति 45 मिनट आधी घन्टै सकिन्छ नत्र 45 मिनट हजुरले पहिला गाई पाली सेट गर्नु अहिले छैन गर्न चाहन्छौँ साथै सुन्दर उत्तर मिलाइबक्सेका छन् जय होस् जोरदार तालिका साथमा ज्येष्ठ श्रेष्ठ आहा जेठो छोरो पनि हुनुहुन्छ यसको सही उत्तर हो जम्मा 6 मिनेट फेरि उत्तर तामचापी युद्धचारणा शिवयाय परमते सेवाय भागवत गुरुतस्य मनोविच धरराजे भवे चित्र पादरियो व्यसनादरा गौरव यपदा साधु नदादहि सुरना कलापसति प्रसन्नं शरणो दलनं पतिं सदशां जहिरां जगन्या साधि बन्दाना परिवेवरादा गणं मुहुर गणं तो जतनादिजा सपनकोटं ससुरते रंगानि नकानं प्रतिभोगनेन सर्वधिगतं शरीरं लंघितो पयन्न कलिवा भयोनिः कल्लगपदं सवैवने स्वप्रविश संसर् गतजुर खगनलनलनपि विचिनं स्तवबिन्ददालः तमसकारे गिरापसर अभिजन्वतोबुधु सुमहं किरणेविः योगिहवादं भजनीलमानः परिसवनं वियजः गलसदेवो जगतो विराटः नागपरप्लोकविसर्गति सकमविनं रनुवरं प्रजाभिषसि निगति परिस्वः अर्थं विसर्गाभिनगार्थमित्यः सवंसं तपवयं द्रविणकी हस्यन् सुरिन्निमित्तं सकस्प्रियः परिभवो विपुलचलोभः तामन्ममेत सर्वं ग्राधिमलं यवन्नभिग्रिमभयं प्रवीणीतलोकः देव हरि हरि भदेव बन पौन कमल फूल यो स्वामी संसारमा परिरह फूल संसारमा परिरह फूल वंदने प्रभु कमल फूल यो स्वामी संसारमा परिरह फूल प्रभु यो स्वामी संसारमा परिरह फूल बोलिए कृष्ण कन्हैयालाल भगवान को म आफू मर्न लागि भन्ने पिर होइन तर अरूको मरेन भन्ने मलाई पिर पर्या हो यो संसारको परिचय गराइएको हो समाजनीय सज्जन बुझिबक्सेला र त्यो हुनाले गर्दा संसारको स्वभाव कस्तो हुन्छ मन लागेको थियो हतार भन्न खोज्दै हुनुहुन्थ्यो तर झट्टै याद आयो श्रीमद् भागवतको 11 स्कन्धको 16 अध्यायमा भगवान परमात्माले धातुमा सुम भन्नुभएको छ कृष्ण त्यो हुनाले गर्दा सुनमा गएर बस भन्न खोजेको कुरालाई थोरै बदलेर सम्पत्तिमा लक्ष्मीको बास हुन्छ अनि हजुरहरूले गलामा लगाएको कानमा लगाएको राम्रो सुनमा के को बास हुन्छ होइन हजुर लक्ष्मी होइन नारायणको बास हुन्छ सम्पत्तिमा नारायणको बास लक्ष्मीको बास हुन्छ सुनमा नारायण भगवानको बास हुन्छ र आज
कृष्णलाई वैकुण्ठ बना निष्कामली हरि गरेर गरेको अनुपथ गरेर सङ्कमा यमुना डुबाना अल्लाहले कृष्णलाई वैकुण्ठ बना यमुना डुबाना अल्लाहले कृष्णलाई वैकुण्ठ बना प्रेम से बोलिए कृष्ण कन्हैयालाल भगवान को हस् त सबैजना आयो शिव कार्य कारण कर्तव्य कारण प्रकृति विदो प्रकृति सुख दुःखान पुरुष प्रकृति परहं देवहूति रोवाच प्रकृति पुरुषस्य लक्षण पुरुषोत्तम वही कारण यो रस सदा सत्य सरात यदात्मकः श्री भगवान वाचः यत के गुणमं यत नित्य सदा सदात्मकः प्रधान प्रकृति बाहु रविशेष विशेषतः पंचभि वरं चतुर्भि दश विस्तरः यत चतुर्भि संस्थित गणः प्राणिकं विदो महाभूतानि पंचभि अग्नि देवरुण नभः ध्यान चाहिँ जे गरिराखेको छ त्यसमा चाहिँ 10औं गुणा बढी हुनाले गर्दा चाहिँ के भएको त्यहाँ दुखेको पत्तै नभएको हो। बोलो राधे राधे सच्चिदानन्द भगवानको। गफ गर्नेवाला व्यक्तिसँग हजुर जति ध्यान दिएर कथा सुन्छु भनेर बस्नुभयो भने पनि हजुरको ध्यान यति गजबले भङ्ग गरिदिएको छ नि सँगै भने साथी यदि के छ सन्चै छ तपाईँलाई भन्दा अब नबोले हेर कति ठुल्ले के रहेछ नि सोच्दा पनि बोल्नु भनेर आउला जवाफ भन्ने डर अथवा त्यस्तो भन्ठान्ने हो कि भन्ठानो अनि होइन बोल्न थालेदेखि सन्चै छ भने मलाई सन्चै छ भनेर चुप लाएर यसो पछाडि फर्केर सुन्नु थालो। सबैजना मिलेर सल्लाह गर्नुभएको बेला बेला सबैले एकैचोटि सल्लाह गर्दा के भन्दैछ हल्ला जितसँग जितेन्द्रिय इन्द्रिय पनि जित्नुपर्छ। एक गिलास चिया खाँदाखेरि धेरैचोटि उठ्नु पऱ्यो भने एक गिलासभन्दा अलि मुनि अब मिल्छ भने आधी गिलास खाने होइन भनेदेखि एक गिलासको भरि मिठो चाहिँ अलिक घटाएर बरु चिया खाने उठ्नु पर्ने अवस्था त आउँछ उठ्नुमा कुनै दोष लाग्दैन बाहिर उकेल्नु पर्ने हुने हो। भगवान्ले एउटा घाँस पनि मुखमा राख्न सक्नु भनेर अनि दुर्योधनले जति हजार जोड गरे पनि प्रभु मेरो पेट ठाउने छैन त गरौँ के। दुर्योधनलाई त हँसाइ तपाईँको घरमा म आएदेखि कति राम्रो कति धेरै उन्नति प्रगति गजब छ मलाई त अलिकति हतार छ भक्तजन पुरिरहेका छन् म जान्छु है त भनेर भगवान् निस्कनुभयो सोरा पछाडि कृष्ण कन्हैयालाल भगवान को
अनि हजुर हाम्रो रिसाइरहने बानी छ भनेदेखि त्यो बानीलाई अलिकति घटाइदिउँ 7 दिनसम्म भागवत सुनेर अब अर्को महिना लागेपछि आफैले प्रश्न गरौँ आज मेरो 7 दिनसम्म भागवत सुन्दा या 3 दिन 2 दिन जुन ठाउँमा गएर मैले भागवत सुने अब 2-4 महिना 1 महिनापछि आफैले भागवत सुन्छु अब चाहिँ त्यो हुँदैन भागवतै साँच्चै नै हजुर हामीले सुनेका रहेछौँ होइन भने पढायो पाठ कतिले हजुर 16 जना त्यही त त्यस्तो हो भने के थियो त्यसैले फेरि यो कुरा म यो परिवर्तन गर्छु भनेर कसैले नसुनौ मसँग यो कमजोरी छ भने पनि कसैले नसुनौ हजुर हाम्रो कमजोरी कसलाई के थाहा हो नजिकैको घरको परिवारलाई थाहा नै त तर एउटै दुईटै परिवर्तन भयो भने पनि हुन्छ सबै भागवतमा भनेका कुरा हो र मन गर्न अलिकति हजुर हामीमा अरूप्रति शङ्का गर्ने बानी छ भने अरूको नकारात्मक कुरा मात्रै देख्ने बानी रहेछ भने अलिकति अरूकोलाई झुटो बोल्ने बानी रहेछ भने अरूसँग मिल्न मन नलाग्ने जतिखेर पनि रिसाउन चाहिँ बढी मन लाग्ने अरूलाई अलिक तुच्छ बोल्न चाहिँ मन लाग्ने तर मिल्न र सहज बोल्न चाहिँ मन नलाग्ने रहेछ भने त्यो पनि अलिकति परिवर्तन भएछ भने पनि आमाहरूलाई पनि बुझ्न गाह्रो के भने घरै बुझ्नु पर्यो इसी सिजुका बुचरने बंधन पिया करे ये मेरो सिर लागी लागी लगन लागी लागी लगन लागी लागी बनी बनी तो बनी 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 तो बनी बिना रानी दीवानी कहानी लगी सितारी लगन मेरा मुझे लगन महलों
परी बंधु अंजलि पहलू में परी बंधु अंजलि पहलू में परी बंधु अंजलि तेरा रानी तेरा रानी दीवानी कहलागी रगन तेरा होगी रगन प्रेम से बोलिए आनंद करना
कैके बाहु भुले भुलेको धर्ममा प्यारा भन्छ दिनौ भुलेको कैके बाहु चन्दनं प्रजगेयतां शेखण्डं चन्दनं दिव्यं गन्धाख्यं सुमनोहरं किकेवनं सुरसेता प्रीतादं प्रजगेयतां चन्दनम् अनुलेपयामि लक्ष्मीनारायणाभ्यां नमः। 3 जौ अक्षता 3 थोक मिसाएर लेख्यो अब ल। जदपुरुकं गदधो कतिदाप्य कल्पयन मुखं जटलाजये पुण्णागजाति करवीर रसालध्वस्मै बिल्व प्रभाल तुलसी दलमाल देवी तां पूजयामि जगदीश्वर मेघशीर सर्वत्र कलिकारे Ambulan samarbayami Om Lakshminarayanan Namah. कसार छ नि त्यहाँ मुनि सामने हो कसार पुरुषोत्तमाय नमः पाद्यम आर्यम आचमनीयम पुनरात्मनीयम समर्पयामि पुराण पुरुषोत्तमाय नमः पंचामृतम समर्पयामि पुराण पुरुषोत्तमाय नमः शुद्धरगस्नानियम पुष्पम समर्पयामि अक्षता है पुष्पम समर्पयामि ओम पुराण पुरुषोत्तमाय नमः। र तिल्लीसित तिल्लीले नि पुराणसित हरि झुम्रो गाडी पुरा गर्न लगाइसित है आसुर Sapala Pana Sabu Pada Shiva Pai Om Jaya Jagadisha Hare Samya Masura Sarita Ko Dina dina nir balabanai, jati dina balabanai, jo awasin dotayo,
सर्वांगे हरिचंदनं सुललितं कंठे तनुकावले गोपाली परिवेशितो विजयते कृपालचूडामणि ईशाय वासुदेवाय हरये परमात्मने प्रणतम् रत्नैकलपितमासनं हिमजलैशानं ददिव्यम्बरं नानारत्नविभूषितं मृगमनाम्बुराङ्कितं चन्दनं जातीसम्पकबिल्लपत्ररचितं पुष्पं तदुपं तथा दीपं दीपदयानिधि पशुपतेरिकल्पितं गृह्यतां सौवर्णे नवरत्नखण्डरचिते पात्रे कृतं पायसं फलविदुर्लभानि कल्पद्रुमारे द्रुमदानि तानि पुष्पन्दलिर्भे सुसुखाय नित्यं कायेन वाचा मनसिन्द्रियर्वा बुद्ध्यत्मना वा प्रकृतिस्वभावत् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेत् नारायणायेति समर्पयामि मन्त्रपुष्पाञ्जलिं समर्पयामि पुराणपुरुषोत्तमाय नमः लक्ष्मीनारायणाभ्यां नमः मण्डपस्थापितदेवताभ्यो समस्तदेवताभ्यो नमः श्री कृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेव श्री कृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेव ईश्वर को आँख छल्न सकिँदैन ईश्वर को आँख छल्न सकिँदैन जहाँ गयो त्यही हुन्छन् ईश्वर फुलेर जहाँ गयो त्यही हुन्छन् ईश्वर भरे नगर जटिया तरकारी पानी लानु बेचरा लादा लक्ष्मीनारायणमा पनि चढाउँ र अलिकति गुरुहरूलाई पनि त्यहाँबाट गुरु गरिदिउँ। अब भने पुष्पाञ्जलीमा प्रवेश गरौँ सबैजना। ओम हरे नमः श्री परमात्मने पुष्पाञ्जली वितरण गरौँ। कता कता छ होला लम्बोदरं परमसुन्दरं लम्बोदरं परमसुन्दरैकदन्तं रहिताम्बरं त्रिजन्म पापसंहारो एकबिल्लतवार्पणं त्रिजन्म पापसंहारो बिल्लभद्र शिवार्पणं नानाविधानि पुष्पाणि देशकालोद्भवानि च पुष्पाञ्जलिमया दत्तं गृहाण जगदीश्वर चढाइदिनुहोस्। मन्त्रपुष्पाञ्जलि समर्पयामि उमामहेश्वराभ्यां नमः पुराणपुरुषोत्तमाय नमः लक्ष्मीनारायणाभ्यां नमः सर्वे माधवं श्रीधरं राधिका राधिका
भगवान को सबदा ज्ञान महायज्ञ को संपूर्ण करता है जग परिवार को मौगल्य पुत्रका कुल पितृहरूको भगवान को आनंद को सदचिदानंद घना घना अखिलेश्वर सड़दि पीताम्बरधारी भाग्य बिहारीलाल अनंत ब्रह्मांड नायक कृपा कल्प बांसतरु भगवान राधा कृष्ण मुरलीधर भगवान संपूर्ण चराचर जगत का अंतर्यामी परम पुरुषोत्तम भगवान जी गुरुवर्गहरू हरा कलाकार जीवहरू सबै भगवान रूपी भक्त परिवारहरूमा हार्दिक नमस्कार। सबैमा जय श्री राधे जय श्री कृष्ण। सबैले भनौँ राधे राधे। परम आनन्दमय रसमय भगवानका सुन्दर मनोभावको ज्ञान गङ्गामा मौद्गल्य गोत्रीय कुलपितृहरूको उद्धारको नित्य निरन्तर कामना गर्दै कार्की परिवारको सकल सुख आनन्द भगवान परमात्मा प्रतिको भक्ति नित्य निरन्तर बनिरहोस् र सबै आफन्त बन्धुवर्ग निमन्त्रणा गर्नुभएका श्रद्धालु सम्पूर्ण मान्यजन भक्त परिवार यो ध्वनि यन्त्र श्रवण गरेर आउनुहुने भक्त परिवार पनि भगवानको शब्दमा आउनलाई निमन्त्रण चाहिँदै र याद गरिन्छ। विवाहमा निमन्त्रणा छैन भने नगए हुन्छ, व्रतबन्ध भोजपाडीमा निमन्त्रणा छैन भने नगए पनि हुन्छ, तर सप्ताहका सुन्दर यज्ञ उत्सवमा शरीर बन्नका लागि निमन्त्रणा चाहिन्छ। यो सुन्दर भगवानका दिव्य गुणानुवादको ज्ञान गङ्गामा आज हामी तृतीय दिवसीय र सामूहिक संसर्जनलाई मैत्रीय गुरु पनि निरूपण गर्दै हुनुहुन्छ। हे ऋषिवर, हे विदुर महाराज, आज भाइले हजुरलाई मैले दक्ष यज्ञ विध्वंसका कथा प्रसङ्ग चर्चा वर्णन गरेँ। हजुरको हृदय भगवानमा लागोस्। अब के सुन्न चाहनुहुन्छ हे विदुर, हे राजा परीक्षित, सुखदेव परमहंस
हामी संसारै भुलेर आयौँ हामी संसारै भुलेर आयौँ हामी संसारै भुलेर आयौँ हामी संसारै भुलेर कृष्ण आयौँ हामी संसारै विशुद्धं विसन्ना मनोरविन्दाक्ष दीर्घते बाहिर पनि छैन माथि भयो मात्र भागवती भगवानको हल्ला गरिरहनुहुने भक्तहरूको खुसु खुसुभित्र बोलिरहनुहुने भक्तहरूको ल हजुरहरूको पनि जय लागिदिएको छ अब नबोल यो सुन्दर भगवानका गुणानुवादहरूलाई क्यामेराका माध्यमबाट कैद गरेर भिडियोहरूका माध्यमबाट सुरक्षित गर्नुहुने हाम्रा क्यामेराम्यान भान्जा नवीन खरेल सरलाई पनि हामी धेरै धेरै स्वागत गर्न चाहन्छौँ। ताली नै बजाइदिँदा बडो सुन्दर परिवारमा लगाएको सपनाको बडो सुन्दर भगवानका गुणानुवाद आज तृतीय दिवसीय मध्याह्नपछिको सुन्दर भगवानको गुणानुवाद हो। भगवानका गुणानुवाद राजा परीक्षित सुनु भजन हजुरलाई मैले पनि बाटामा अभिमान आयो। ज्ञानका बीचमा कहिलेकाहीँ अभिमानको प्रवेश भयो भने त्यो ज्ञान अपाङ्ग हुन्छ। बुझिबस्छ मान भित्र प्रवेश हुनु र मदिरा बिन्दु पातेन ताज्यम गङ्गा घटो यथा एउटै संस्कृतमा बुझिबक्स्यो। मदिरा मदिरा भने चाहिँ मदिरै हो, बिन्दु भने के थोप हो। मदिरा बिन्दु पाते उहाँको घर भेट भएको थियो। आज मायो मदर उहाँ हुन्छ कि यहाँ हुन्छ सुन्दर वस्तु
भागवत भगवानको राजा परिचित सुनाले गर्दा कृष्ण कन्हैया को बंसी कन्हैया को कृष्ण कन्हैया को बंसी कन्हैया को मिली जुली आरती हरि को मिली जुली आरती हरि को मिली जुली आरती हरि कर्पूर गौरम करुणावतारम संसार सारम भुजगेन्द्रहारम सदा वसन्तं हृदयारविन्दे भवं भवानी भगवान परमात्मालाई कानी च पानी जन्मान्तर कृतानि च तानि सर्वाणि सिन्धु देवै सदा परिणता सामं पातु सरस्वतीं भगवतीं ईशेषुगर्भा यं यं कामा भजन् यसरी सबै हात पार्टीहरू चाहिँ बजारे पार्टीहरू खाइरहेको छ जब आई सन्चरी कुलतिर भौतारी जब पुग्यो सन्चरी कुलतिर भौतारी किन जन्म दियो मलाई किन जन्म दियो मलाई मन एकाग्र बनाऊ सदचिदानंद अखिलेश्वर चढ़ पीताम्बरधारी बांके बिहारी लाल अनंत ब्रह्मांड नायक भगवान का चरणविन्दमा सतत कोटि नमन गर्दै कार्की परिवार द्वारा आयोजना गरिएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको यो सुन्दर नवरात्रको शुभ अवसरमा आजको तृतीय दिवसीय कथा परिपूर्ण भए सँगसँगै तृतीय दिवसीय रात्रिकालीन महात्म्यमा राधा कृष्ण भगवानको अब केही बेर मनलाई एकाग्र बनाउँ भगवानको सुन्दर गुणगान ज्ञान गङ्गाको आनन्दमा है थोर बहुत मनलाई पवित्र बनाऊ अनि सुन्दर भजनका माध्यमबाट कथा र सामग्रीमा हामी प्रविष्ट हुन्छौँ। सुन्दर हामीले हिजोको अध्यायमा के सुनेका थियौँ हजुरलाई याद छ रातिको कथामा? हजुर हजुर त्यति आए पनि पुग्छ अरू त यहाँ मलाई आउनु पर्यो त्यो त भगवानको सर्वश्रेष्ठ व्यवस्था जो छ त्यही व्यवस्थाकामा अडिएर तपाईँ हाम्रो सृष्टि भयो भने आज त्यही भगवानलाई जगत संसार त्यसै कारणले गर्दा सुरक्षित रक्षति योहि गर्वे पथि च्युतं तिष्ठति तिष्ठ रक्षितं गृहे स्थितं तदेवीतं विनश्यति जीवत्यनाथो छ दुःख कष्ट आजै बिगेर दिन आएको छ भनेदेखि घरमै लुकेर बसेको रहेछ भने पनि राजन एक दिन जानै पर्छ। त्यसो हुनाले गर्दा आमा
Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ những video hấp dẫn.
कृष्णाय वासुदेवाय हरये बोलिए आनंद कंद भगवान को लवायची फुटा तोंडामध्ये आणि सत्य जन बोलो प्रभु भजन कैले बोलो हरि भनेको त्यो सुन अब हजुर हाम्रा घर घरमा 20-30 वर्षपछि टालामा सुनभरि बोकेर ल्याएर ए हजुर ल 100 रुपियाँ तोला सुन 100 रुपियाँ तोला सुन ल किन्नुहोस् हजुर किन्नुहोस् भन्दा अनि हजुर हामी चाहिँ अझ चोकमा बाहिर निस्केर 90 रुपियाँ आउँदैन 90 रुपियाँ तोला आयो मात्र किन्ने म त भनेर फेरि बार्गेनिङ गर्छु त्यो हुनाले गर्दा राजन भनेर गर्नेवाला व्यक्ति हो। त्यसैले धनभन्दा धनी ठुलो हुन्छ, धनलाई ठुलो बनाउने त धनी हो नि त महाराज। त्यसो हुनाले गर्दा लौ त राजा पनि धनी ठुलो हुन्छ भने गुरु उत्तर त हजुरले दिनुभयो, तर जित मेरो हो। अहिले मागेको अनुसारको 3 पाउ ठुलो गरी बक्स्योस्। बलि प्रसन्न हुनुभयो, भगवान् अझै हर्षले गदगद हुनुभयो र टक्क भगवान्ले तेस्रो पाउ राख्नुभयो, बलि तृप्त हुनुभयो। वामन भगवान् परमात्माले एउटा सुन्दर वरदान दिनु हो। स्वर्गका देवताद्वारा लाजा वृष्टि भयो बलिराजाका लागि। बलि महाराजको भगवानको र बलि महाराज तपाईँको यो जुन बलिराजा बिस्कुट खान लागेर छ, अनि त्यो बिस्कुट खान लागेको बेलामा ती पाहुनाले झोला पनि बोकेर आउनु भएको थियो। बाबु कति राम्रो, आहा तिम्रो कति राम्रो बिस्कुट रहेछ, मलाई एउटा देऊ न। माग्नुभयो, पाहुना प्रसन्न हुनुभयो, हर्षले गदगद हुनुभयो। बालकलाई काखमा उठाउनु भयो र अब त्यो उनले दिएको एक पुरिया बिस्कुट त उसलाई नै फिर्ता दिनुभयो। तर बलरामा राजन 12वटा बिस्कुट भएको लक्ष्मी आई
खुसी बोली आनन्द गर्दा भगवानको कृष्ण कन्हैयालालको यस्ता प्रकारबाट बलि महाराजलाई भगवानले तिर्पा हुन दिएर सुतलोकमा पठाइदिनु भयो। बलि महाराजले पनि भगवानलाई नमन गर्नुभयो। अन्तिममा भगवान पनि उपेन्द्र बनेर स्वर्गमा जानुभयो। मत्स्य अवतार सबै बाबा बढ़ाओ हृदय चढ़ाओ हरि को हृदय चढ़ाओ सदाओ संतम हृदयारविंदे कमलेश बाबो बाबा कर्म छोरीले आफ्नै घरका परिवार सदस्यको गणना गर्दा सधैँ बामा छुटाइदिनुहुन्छ। कति पीडादायी कुरा। त्यसैले मैले मेरा पिता माताको मर्मलाई बुझ्नुपर्छ भनेर आज पिताजीलाई रोगी अवस्थामा छोडेर म यो जङ्गलमा भागेर रहनु हुँदैन भनेर जाँदै गर्दा अजिगर त नाम गरेको मुनिको आश्रममा प्राप्त हुनुभयो। राजन जब त्यो आश्रममा गइसकेपछि आश्रममा गएर केही खानेकुरा खाइएला घर माग्या गृहस्थीकै घर थियो अनि भगवानको पनि सम्झना गरिन्थ्यो। त्यसैले आश्रम भनिएको हो। अनि छोराहरूलाई छन् 3वटा अजिगर त मुनिका राज 3वटा छोराहरू बडो दुःखदायी अवस्थामा रहेछन्। रोहितलाई पनि भोक लागेको थियो। त्यो आश्रममा गएर मैले केही खान पाउँछु होला भनेर आशा गर्दा हे राजा परिचय ती बच्चाहरूको दुर्दशा देखेर बच्चाहरूले एक पेट अन्न खान नपाएको दुःख देखेर बच्चाहरूको शरीरमा एक जोड कपडा रहेनछ। त्यो दुर्दशा देखेर रोहितको पनि भोक हराएर गयो। हे राजन एक जोड कपडा राम्रो जाडो महिनामा लगाउन पाएका रहेछन् बच्चाहरू। राजा ती बच्चाहरूको दुर्दशा दिनभरि आमालाई कुरेर भोक लाग्यो। आमा तपाईँ कतिखेर आउनुहुन्छ भनेर कुर्दा कुर्दा ती बच्चा निकै प्रतीक्षा गर्दा गर्दा हुँदा हुँदा आँखाबाट आँसु सकिँदो छ। बेलुका आमा आउने बित्तिकै आमा भोक लाग्यो लौ न केही खुवाउनुहोस् भनेर रुन लागे। अजिगर त मुनिको श्रीमतीले हतार हतार माताजीले भित्र गएर बाबु हो पर्ख म अब तिमीहरूलाई केही बनाएर खुवाउँछु भनेर घरका कोठा कोठा हेर्दा खुवाउनका लागि अन्नको दाना छैन। यति धेरै पीडा भयो। बाबु हो भोकले छडपट्यो। अब आमा लौ न तपाईँ के बसाल्नुहुन्छ आमा के पकाउने हजुरले भनेर बार बार हुँदा एक जोर वस्त्र राम्रो लगाउन ध्यान दिन सकेका छैन। अब खुवाउन त एक जोर केही खुवाउन पाए हुन्थ्यो भन्ने लागेको छ। तर खुवाउने चिज केही पनि नभएपछि आज सन्तान आज राजन छोराछोरीका लागि पकाउने कुरा केही नहुँदा कराई बसाल्नु हो पानी राख्नु हो। अब पानीमा बसाल्ने चाहिँ पानीमा हाल्ने राख्ने चाहिँ केही पनि छैन। बाबु हो पर्खाइ पकाउँछु भन्दा आमा पानी उम्लिसक्यो के खुवाउने छैन।
कसैका घर सन्तान भरिपूर्ण छ तर सन्तान छैन। प्रभु यो संसारको लीला पनि विचित्र हुन्छ। बरु यी तिनका छोरामा एउटा बेचिदिनु सही, बरु म कहिल्यै भोक लागो भनेर हजुरसँग भन्दिनँ आमा। बुबा मलाई नबेचिदिनु सही भनेर बार बार त्यो बालक रोएर म कहिल्यै भोक लाग्यो भन्दिनँ प्रभु हजुरसँग। कहिल्यै केही किनेर ल्याइदिनुहोस्, केही मलाई कपडा दिनुहोस् भनेर म माग्दिनँ मेरा आवश्यकताहरू। तर म मर्न चाहन्न अर्काको दरबारमा गएर भनेर बार बार त्यो बच्चाहरूडा सुवाय गरेको सन्तान हामीले बेचिदियौँ लगे भन्छ भनेपछि लौ मेरो बुबाले त मलाई नै बेच्नु हो बाबा, नबेचिदिनुहोस् न मलाई यसरी भनेर बुबाको चरण पक्रेर रुन खोज्दै थियो। बच्चो च्याप्प कठलामा समात्नु भयो रोहितले। कति फेर पिता माताको आश गरौँ कसले दया गर्दा मलाई मर्नु नै पयौँ त हुन्छ भनेर रुँदै रुँदै अयोध्याको परिवार हरिश्चन्द्रको दरबारको यज्ञमा पुग्नुभयो। नसेको माइलो छोरो आज हजारौँजना बलि गर्न ल्याएको छ रे एउटा बच्चो भनेर हेर्न आएका छन्। सानो बच्चो जसको शरीरमा कसले दरबार हाल्नुभन्दा हुन त श्रीमद् भागवतमा पनि या देवी भागवतमा पनि भनेको छैन, तर पनि कतै कतै सत्य हो भन्नुहुन्छ। आज तिनै अजिगर्त नाम गरेका बुबा कतिसम्म अपराधी हुनुहुन्छ तपाईँमा कति धेरै दरिद्र भाव। आज हजुरलाई भगवानले किन सम्पत्ति नदिनु भएको रहेछ, हामी किन भोगादी अजिगर्त तिमीलाई आज किन भगवानले यति दरिद्र बनाउनु भयो भन्ने कुरो मैले पनि बुझेँ। सम्पत्ति कृष्ण भगवानको दर्शनार्थ पधारिबसेको छ। समुपस्थित पाहुना वर्ग, कार्की परिवारका पाहुना वर्ग, हाम्रा दिदीबहिनीहरू, छरछिमेकी दिदीबहिनीहरू सबैमा एकमुष्ट रूपमा हार्दिक स्वागत गर्न चाहन्छन्। केवल हजुरहरूको चाहिँ हल्ला गरिदिनुहोस्, के कुरो यहाँ हुनुभएको होला समस्या भएको हो नि त, पछाडि पनि हो नि त। नबोल्नु भयो होइन, हाम्रो अहिले बोल्ने बाँकी नै छ, बरु गफ गर्नै बाँकी छ। कथा एकछिन रोक्नुहोस् त, निस्किन्छ भने सल्लाह गरेर रोकौँ न। तर होइन, अरूको जयमै आदि भन्दा आयो भने जयभन्दा गला बस्छ भनेर डराएको हो हजुरहरू। यदि जयभन्दा गला बसेन भने सिधै उपचार गर्ने जिम्मा मेरो भन्न। नारायण हतार वस्त्र कपडा लगाएर सीता माता जब आउनुभयो, रथ तयार गर्नुभयो लक्ष्मणले। रथमा ठिक्क बस्न लाग्दा सीता माताले भन्नुभयो, लक्ष्मण राम खोइ त। हामी जाने भने होइन भने हामी भने राम होइन। वाल्मिकी गुरुको आश्रममा गएर दान गरेर, सेवा गरेर, भोजन प्रसादी अर्पण गरेर
फर्केर आउन लाग्नुभयो। फर्केर आउन लाग्दा अयोध्यामा हजुर हामीले देखेका छौँ यतापट्टि नारायणी नदी, त्रिशुली नदी अनि उतापट्टि हजुर हाम्रो विश्व ब्रह्माण्डमा काहीँ पनि पाउन नसक्ने, नेपालमा मात्रै पाउनेवाला शालिग्राम पाउने कालीगण्डकी नदीको त्रिवेणी धाम होइन। लक्ष्मणले अहिले लिएर जाँदा अघि भाउजूलाई जानुभएको थियो, अहिले फर्केर आउँदा आफू अघि लाग्नु हो। अलि छिटो छिटो हिँड्नुहुन्छ लक्ष्मण, बेचरा दुई जीवकी हुनुभयो कि सीता हिँड्न सक्नुहुन्न। लक्ष्मण पर्खनु कति दौडिया तपाईँ, मलाई यहाँ कति गाह्रो भएको छ भनेर भन्दै हुनुहुन्थ्यो। जब नदीको किनारमा आएपछि ढुङ्गा बोलाउनु हो लक्ष्मणले, अनि बोलाएर लक्ष्मण टक्क ढुङ्गामा बस्नुभयो। हुनुहुन्छ रे हजरत राम भगवान परमात्माको इज्जत गयो रे, राम भगवानलाई दुनियाँले कुरा काटे रे। अब हजुरको बसाइ सधैँका लागि जङ्गल नै हुन्छ। यति भनेर भाउजूको मुखैमा नहेरिकन जब महाराज जान लाग्दा सीता माताको आँखाबाट नयाँ सासुका आएर बिराउन गरेर समाधान हुँदैन, बरु प्रयत्न गर्दा सफल होला। भगवान अब मेरो त जीवनको उत्तरार्ध सुरु भयो, अब म भगवान परमात्माको स्मरण गरेर यहीँ बस्छु र यहीँ जीवन बिताउँछु भनेर प्रण गरेर रहनुभयो। समय आएपछि लवकुश नाम गरेका दुईटा छोराको जन्म भयो। राजन राजा समय व्यतीत हुँदै गर्दा आज तिनै सीता माताका पुत्रहरू हुर्केर राजकुमार बलवान बने। रामचन्द्र भगवानका सैनिकलाई पराजय गरेपछि अनि बल्ल 10औं वर्षपछि राम भगवानलाई सीताको याद, ओहो अब मैले सीतालाई फिर्ता ल्याउनु पर्छ, सीतालाई मैले ठुलो अपराध गरेँ, मबाट अन्याय भयो प्रभु। भगवान राममा भयङ्कर डर उत्पन्न भयो। हतार वाल्मीकि गुरुका आश्रममा सीतालाई भेट्नु भनेर राम भगवान जाँदा चट्ट रथबाट ओर्लेर सीतासँग पर आँखा जुदाजुद भयो। राम भगवान आउनुभयो भन्ने देखेपछि सीताले ढोग्नुभयो, साष्टाङ्ग प्रणाम गर्नुभयो, परैबाट नमन गरेर राम भगवानलाई भन्नुभयो, राम खबरदार हजुर त्यहाँबाट एक पाइला पनि अगाडि नबढ्नुहोस् है। सीते त्यसो नहुनु देवी, मैले श्रीरामचंद्र भगवान जन्म हो। श्रीवर रामचंद्र भगवान को कृष्ण भगवानलाई जाँदै हुनुहुन्छ। हजुर कृपया बसौँ। कृष्ण भगवानलाई बाहिर ल्याइसक्नु भएको छ। राजा पृथ्वीको पुष्पवृष्टिको धुमधुम बजे हाम्रो अगाडिको आमाहरू किन बोल्नु भएको हजुर बस्नु। भगवान चाहिँ आउनुहुन्छ बिस्तारै, हजुरहरू भिडभाड नगरिकन। यहाँबाट हामी नन्द घर आनन्द भयो भनेपछि सबैजनाले जय कन्हैया लाल की भन्नुपर्छ है आमाहरू। ल नन्द घर
बोक्नु भएकोले कृष्ण भगवान्लाई बिचा बोक्ने अनि माखनहरू दिदीबहिनीहरूले सबैका यसो गालामा अलिकति माखनहरू एक दुईजनाले लाउँदै गऱ्यो यतिखेर नन्दबाबा सेवा आरम्भ भइरहेको छ बडो दिव्याङ्गले कोही गाउँदै हुनुहुन्छ कोही नाच्दै हुनुहुन्छ कोही बडो सुन्दर नन्दबाबा सेवा सजिरहेको छ अब नाता नाच्दै भगवानको प्रसाद पनि अर्पण गर्दै गरौँ अब सबैजना भयो त उठेर नन्दबाबा सबैजना उठेर नाच्दै गरौँ कृष्ण कन्हैयालालको नन्दबाबा महोत्सवको दही माखन लाउँ है सबैले लाउँ कृष्ण भगवान्लाई पनि लगाइदिउँ आरतीलाई तल राखेर जसले घुमाउनु आमा जसले जसले घुमाएर प्रपन्ना वराह पीडं नटवनगतो कर्णयो कर्णकारं विविधभाषा कनककपिशं वैरजन्तीं समानां रन्ध्राणपेणो रतरसुतया पूरयन गोपवृन्दै वृन्दावनं शुभजयमणि प्राविशदे गीतकीर्ति इमानि विश्वानि पुरुषोत्तमाय नमः लक्ष्मीनारायणाभ्यो नमः श्री सीतारामचन्द्राभ्यो नमः मातृभूतचरणकमलेभ्यो नमः लक्ष्मीनारायण भगवानको कृष्ण कन्हैयालालको द्रवभूषे तडिदम्बराय कुञ्जापतं सपरिपी छलसम्मुखाय वन्यस्रजे कवलपेत्र पिशावेणु लक्ष्मश्री मृदुपदे पशुपाङ्गजाय। हे प्रभु हजुर पशुको पालना गर्ने वाला नन्दका पुत्र भनेर जन्मनुभयो हजुरको दिव्य देवा सामना छैन प्रभु मैले हजुरलाई चिन्न सकिनँ मलाई पूजा
कृष्ण कनयलालको भागवत भगवानको गोवर्धनधारी भगवानको जय समाधान भक्तवृन्द आरती गाऊं हमें प्रभुलाई बना ल बस
दुनियाँका सम्पूर्ण वस्तु पदार्थ दुनियाँको हरेक चिजसँग प्रीतिले चाहिँ हामीले दुवै दुःख पाए छोरा भने मुझे मिल गया दुनिया श्री राम जय जय राम 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 श्री राम जय
Dati